हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल श्री गणेश इन्जिनियरिङ कन्सल्टेन्सीमा। आज मैले यो च्यानलमा रेट एनालाइसिसको सिरिज सुरु गर्न गइरहेको छु। जस्तो कि हामी सबैलाई थाहा छ कि कुनै पनि कुराको एस्टिमेट गर्नभन्दा अगाडि कन्स्ट्रक्सन फिल्डमा हामीले त्यसको हरेक कुराहरू लाइक एक्सकेभेसनको, ब्याकफिलिङको, कङ्क्रिट वर्कको, रिइन्फोर्समेन्ट वर्कको एनालाइसिस गर्नुपर्ने हुन्छ र एनालाइसिसको लागि हामीले DUDBCले बनाएको नर्म्सहरू युज गर्ने गर्छौँ र यो नर्म्सहरू चाहिँ यस प्रकारको रहेछ। यसमा तपाईँले सुरुदेखि लास्ट सबै किसिमको कन्स्ट्रक्सनको कामको लाइक एक्सकेभेसन, ब्याकफिलिङ, ब्रिक मेसनरी वर्क सबै कामहरूको तपाईँहरूले रेट एनालाइसिसको एउटा नर्म पाउनुहुन्छ र यही नर्ममा बसेर हामीले रेट एनालाइसिस गर्नुपर्ने हुन्छ। हामीले यहाँबाट नर्म पाउँछौँ र हाम्रो हरेक जिल्लाले एउटा दर रेट भनेर किताब निकालेको हुन्छ। म चाहिँ रूपन्देहीमा काम गर्छु, त्यही भएर मैले अहिले चाहिँ रूपन्देही जिल्लाको ज्याला दर, ढुवानी तथा निर्माण सामग्रीको जिल्ला दर रेट युज गरिरहेको छु 2081 र 82 वर्षको। तपाईँले रेटहरू चाहिँ आफ्नो जिल्ला अनुसार हाल्न सक्नुहुन्छ र हामी आज सुरु गर्न गइरहेको छौँ एक्सकेभेसनको कामको रेट एनालाइसिस। किनकि कुनै पनि कन्स्ट्रक्सनमा सबभन्दा पहिला हामीले एक्सकेभेसन नै गर्नुपर्ने हुन्छ र त्यसको रेटको नर्म्सहरू चाहिँ DUDBCको बुकको पेज नम्बर 2 मा रहेको छ। यहाँ हेर्नुहुन्छ, खमा माटो र बालुवाको काममा तपाईँको B1 मा सबै किसिमको खन्ने काम 10 मिटरसम्म, बोकानी, डिस्पोजल र 1.5 मिटरसम्म लिफ्ट समेत भनेर यो भयो। त्यसमा पनि हामीले सब डिभाइडेड यहाँ गरिदिएको छ। नरम प्रकारको क्ले र सिल्टी माटोमा, सारो प्रकारको क्ले, नरम मुरम ढुङ्गा 30 सेन्टिमिटरसम्म मिसिएको माटोमा, विस्फोटन बिना मध्यम प्रकारको ढुङ्गामा, त्यसपछि विस्फोटन बिना सारो प्रकारको ढुङ्गामा, जसमा पनि छिनो लगाउन नपर्नेमा र छिनो लगाउन पर्नेमा। यसमा हेर्न सक्नुहुन्छ, यसको युनिट चाहिँ एकाइ भनेर दिएको छ। एकाइ भनेको युनिट घन मिटरमा र यसमा हाम्रो मेन पावर चाहिँ ज्यामी भनेको अनस्किल्ड मेन पावर लाग्दो रहेछ, जसको युनिट चाहिँ सङ्ख्यामा छ र नरम प्रकारको माटोको लागि 0.7, सारो प्रकारको मुरम ढुङ्गा मिक्स भएको माटोमा चाहिँ 0.8 र विस्फोटन बिना मध्यम प्रकारको ढुङ्गामा चाहिँ 3 रहेको छ। त्यसै गरी विस्फोटन बिना सारो प्रकारको ढुङ्गामा छिनो लगाउन नपर्नेमा 5 र छिनो लगाउनु पर्नेमा 24.2 रहेको छ। र यो सबैमा हामीले लास्टमा मेसिन र औजारको लागि ज्यालाको 3% थप्ने भनेर भनिएको छ। तपाईँले नर्म्स बुझिसक्नु होला साथीहरू। अब एक्सेल सिटमा जाऊँ। एक्सेल सिटमा मैले चाहिँ पहिल्यै तपाईँको नर्म्सको अनुसारले एउटा सिट रेडी पारिसकेको छु। यहाँ हेर्नुहुन्छ, यो भनेको चाहिँ BP हेर्न सक्नुहुन्छ, BP2। यहाँ ख पेज नम्बर 2 मा रहेको हुनाले मैले यहाँ इङ्ग्लिसमा ट्रान्सलेट गर्दा B पेज नम्बर 2। त्यसपछि माटो र बालुवाको काम, माटो र बालुवाको काम, द्याट इज अर्थ एन्ड स्यान्ड रिलेटेड वर्ककोमा अर्थ वर्क एन्ड एक्सकेभेसन अफ सफ्ट सोइल। यहाँ मेन पावर हामीले राख्नुपर्छ अनस्किल्ड, किनकि यहाँ अनस्किल्ड नै भनेको छ, जसको क्वान्टिटी 0.7 रहेको छ। र टुल्स एन्ड इक्विपमेन्टमा हामीले भनिएको छ 3% ज्यामीको ज्याला दरको एड गर्ने भनेर, त्यही भएर 0.7। यसको रेट चाहिँ हामीले आफ्नो जिल्ला दर रेटबाट हेर्न सकिन्छ। जिल्ला दर रेट यहाँ मैले रूपन्देहीको युज गरिरहेको छु, जसमा ज्यामी साधारणको तपाईँले हेर्न सक्नुहुन्छ 2081-82 मा 670 रुपियाँ रेट रहेको छ ज्यालाको, त्यही भएर मैले यहाँ 670 राखेँ। यो दुइटालाई मल्टिप्लाई गर्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ 469 आयो। र हामीले टुल्स एन्ड इक्विपमेन्टमा 3% एड गर्ने, 3% एड गर्ने ज्यामीको जति बेज हुन्छ त्यसको 3% एड गर्ने टुल्स र इक्विपमेन्टको लागि, त्यही मैले यहाँ पनि गरिरहेको छु, जसले गर्दाखेरि यो भ्यालु 14.07 आयो र यसलाई जोड्दाखेरि 483.07 हाम्रो टोटल भयो। अब
नेपालको नर्म्स अनुसार हामीले 15% ओभरहेड राख्नुपर्छ आफ्नो, जसले गर्दाखेरि हाम्रो टोटलको 15% गर्दाखेरि 72.46 भयो र यो दुईटा कस्टलाई जोड्दाखेरि हाम्रो 555.53 पर क्युबिक मिटर हाम्रो रेट निस्केर आयो एक्सकेभेसनको लागि। यसलाई मैले यहीँ यसरी राखिदिएको छु राउन्ड अप गरेर, र कहिलेकाहीँ हामीले पर क्युबिक फिटमा पनि काम गर्न सक्नुपर्ने छ। त्यही भएर हामीले पर क्युबिक फिटमा निकाल्नको लागि यो 555.53 लाई 35.315 ले डिभाइड गर्छौँ, किनकि हाम्रो 1 क्युबिक मिटर इज इक्वल टु 35.315 क्युबिक फिट हुँदो रहेछ। त्यसरी गर्दाखेरि हाम्रो पर क्युबिक फिटको रेट चाहिँ 15.73 आयो। अब यसलाई मैले वर्डमा लेख्नलाई फर्मुला राखेर यहाँ 555 रुपिस 53 पैसे भनेर राखेर वर्डमा पनि राखिदिएको छु। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ यहाँ 0 छ, मैले अब यहाँ 670 रेट हाल्दै हाम्रो आफै यहाँ वर्डमा लेखिदो रहेछ, आफै यहाँ हाम्रो एनालाइसिस भएर सबै कुरा आउँदो रहेछ। त्यसै गरी मैले सेकेन्डमा हाम्रो हार्ड क्ले सोइल विथ मिक्स्ड विथ सफ्ट मुरम स्टोन भनेर दिएको थियो। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले चार प्रकारको क्ले नरम मुरम ढुङ्गा 30 सेन्टिमिटरसम्म मिसिएको माटोमा, त्यही अनुसारले मैले यसको गरेको छु। सेम कुरो रहेको छ, हामीले जस्ट भ्यालु यहाँ 0.7 को सट्टा 0.8 लेखेको हो। रेट तपाईँले थाहै छ अन स्केलको 670 रहेको छ रूपन्देहीमा, त्यही अनुसारले गर्दाखेरि हाम्रो भ्यालु चाहिँ 634.89 पर किलोमिटर भनेर आयो। त्यही अनुसारले हाम्रो थर्डमा फर सोइल मिक्स्ड विथ मिडियम साइज स्टोन विथ आउट युजिङ ब्लास्ट, विस्फोटन बिना मध्यम प्रकारको ढुङ्गामा फर सोइल मिक्स्ड विथ मिडियम साइज स्टोन विदाउट युजिङ ब्लास्ट, हाम्रो त्यसमा चाहिँ 3 रहेको छ ज्यामिसको भ्यालु। त्यही भएर हामीले ज्यामीको भ्यालु 3 राख्यौँ र त्यसै एनालाइसिस गर्दाखेरि हाम्रो भ्यालु चाहिँ 2380.85 पर किलोमिटर आउँदो रहेको छ। त्यसै गरी हाम्रो हेर्न सक्नुहुन्छ विस्फोटन बिना सारो प्रकारको ढुङ्गामा अर्थ वर्किङ एक्सकेभेसन फर हार्ड सोइल पेज नम्बर 3 मा रहेको छ। त्यही भएर BP3 B1 को 2-2A मा, द्याट इज A मा, जसमा हाम्रो क्वान्टिटी चाहिँ 5 हेर्न सक्नुहुन्छ अन स्केलको 5 दिएको छ, त्यही भएर मैले यहाँ 5 राखेँ र रेट चाहिँ सेमै रहेको छ। टुल्स एन्ड इक्विपमेन्ट्सको 3% युज गर्न भनिएको छ, जसले गर्दा हाम्रो रेट आउँछ 3968.08 पर किलोमिटर। त्यसै गरी हाम्रो फर्स्ट सोइल मिक्स्ड विथ हार्ड रक्स विदाउट युजिङ एनी ब्लास्ट बट बाई युजिङ सिजल, यो छिनो लगाउनु नपर्नेमा भने यो जस्तो कि हाम्रो छिनो लगाउनु पर्नेमा फर्स्ट सोइल मिक्स्ड विथ हार्ड रक्स विदाउट युजिङ एनी ब्लास्ट सिजर, विदाउट युजिङ एनी ब्लास्ट एन्ड सिजर। यसमा हेर्न सक्नुहुन्छ हाम्रो ज्यामी सङ्ख्या 5 रहेको छ, त्यही भएर 5 राखेँ। रेट हाम्रो 670, जसले मल्टिप्लाई गर्दा 3350 आउँछ र त्यही अनुसारले इक्विपमेन्टको लागि 3% अफ ज्यामीको एमाउन्टको भ्यालु, यसले गर्दा 100.5 आउँछ र एड गर्दाखेरि 3450 एन्ड हाम्रो ओभरहेड 15% गर्दाखेरि 517.58 र टोटल जोड्दाखेरि 3968.08 आयो। यहाँ मैले लेखिदिएको छु त्यसलाई, र क्युबिक फिटमा चेन्ज गर्नलाई हामीले 35.315 ले डिभाइड गर्यो। त्यसै गरी फर सोइल मिक्स्ड विथ हार्ड रक विदाउट युजिङ एनी ब्लास्ट बट बाई युजिङ सिजल, विदाउट विस्फोटन बिना सारो प्रकारको ढुङ्गामा तर छिनो लगाउनु पर्नेमा, त्यही भएर फर सोइल मिक्स्ड विथ हार्ड रक्स विदाउट युजिङ एनी ब्लास्ट बट बाई युजिङ सिजल, जसले गर्दाखेरि यहाँ हाम्रो चाहिँ अन स्केलको भ्यालु 24.2 रहेको छ, त्यही भएर मैले यहाँ 24.2 राखेँ र हाम्रो रेट चाहिँ 670 रहेछ जिल्ला दर रेटमा, जसले गर्दाखेरि हाम्रो चाहिँ र 3% चाहिँ हामीले टुल्स एन्ड इक्विपमेन्टको लागि राख्नुपर्ने छ, जसले गर्दाखेरि हाम्रो 486.42 यो आयो। दुईटालाई जोड्दाखेरि 16700.42 र हाम्रो 15% ओभरहेड राख्दाखेरि
टोटल कस्ट चाहिँ 19,205.48 रुपिस हुँदो रहेछ। यसरी हामीले DUDBC को नर्म्स अनुसार आज एक्सेप्सन को रेट एनालाइसिस कसरी गर्ने भनेर सिकेको छौं। तपाईहरुलाई यो सिट चाहिएको छ भने मैले डिस्क्रिप्सनमा आफ्नो वेबसाइटको लिंक राखिदिएको छु, त्यहाँ तपाईहरुले गएर यो सिटलाई डाउनलोड गर्न सक्नुहुनेछ। आजको भिडियोमा यति नै साथीहरु। रेट एनालाइसिस को अरु भिडियोहरु पनि आगामी दिनमा मैले तपाईहरुको लागि लिएर आउने छु, जसमा चाहिँ ब्रिक मेसनरी वर्क, कन्क्रिट वर्क, रिइन्फोर्समेन्ट रिलेटेड वर्कहरु थुप्रै जति पनि हाम्रो कन्स्ट्रक्सन वर्कमा युज हुनेछ, त्यसको पालै पालो हामीले रेट एनालाइसिस गर्दै जानेछौं। त्यो भिडियोहरु नछुटाउनको लागि कृपया मेरो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनुहोस्।